आफ्टर लङ टर्म पछि हामीहरू आफ्नो कलेक्सन भिडियो बनाउन गइरहेको छौँ। हजुर हेर्न सक्नुहुन्छ आइडी साइडी केही किनेको छैन, त्यही आइडी हो। यो आइडी कपी गर्न सक्नुहुन्छ। यो आइडीमा केही फरक छैन र पनि हेर्न सक्नुहुन्छ त्यही आइडी गाइजहरू र त्यति छ। धेरै भयो ऱ्याङ्क पुज्न गएको पनि भएको छ, ठिकै छ अहिले। र अगाडि यहाँ हेरौँ, बन्डलको कमी छैन। र गाइजहरू हामीहरू कहाँ बन्ड गर्ने भनेपछि यसमा गर्ने कि यसमा गर्ने, यसमा गरौँ है गाइजहरू। सुरुमा हेर्न सक्नुहुन्छ हामीहरूको यो बन्डल जो चाहिँ करिब थाहा भएन, यो पनि हेर्न सक्नुहुन्छ थाहा भएन। यसो गाइज यो छैन यार, यस्तो फेरिकै हो। अनि यो बन्डल त मलाई सबै थाहा छ होला कस्तो छ बन्डल यो। अनि गाइज यो बन्डल अनि यो त हुँदैन यसको। यो बन्डल यहाँदेखि यता भयो यता यस्तो बन्डल छ गाइज। यो बन्डल मेरो फेभरेट बन्डल हो यार, यस्तो बन्डलहरू छ। बन्डल कमी छैन गाइज, कहाँ जान्छ यो बन्डल। र यो बन्डलको जुत्ता गाइज पपुलर छ, यो बन्डलको जुत्ता चाहिँ पपुलर छ गाइजहरू। बन्डलको जुत्ता चाहिँ पपुलर छ। अनि यो लिड पास, यो चाहिँ लिड पास, यो चाहिँ थाहा भएन कसको हो। यो पनि यो चाहिँ गाइज लिड पासको बन्डल हो। यो कुन लिड पासको हजुरलाई थाहा होला, मलाई थाहा छैन। यस्ता बन्डलहरू गरेछन् कतिजना। पछि यो बन्डल यसको युज गर्नु, यसको नम्बर मजा आउँछ। त्यो चाहिँ यहाँ छैन। भेन बन्डल चाहिँ यसको लागि पपुलर छ। कालो डाको सिङको लागि त यो पपुलर होला। यो चाहिँ कुन बन्डल हो सब थाहा छैन मलाई पनि, युज गर्थेँ म। त्यहाँ बडी बिल्डर बन्डल यस्तो मेरो बडी छ नि गाइज, रियल्टी भने। अनि यो बन्डल चाहिँ हजुरलाई थाहा छ, मलाई थाहा छ। यो बन्डलको यो चाहिँ पपुलर छ र यो चाहिँ राइस्टारको बन्डल भन्छन्, किन मलाई थाहा छैन तर भन्छन्। र यता चाहिँ यस्तै छ। यसो गाइज युज गर्थेँ पहिला म। र यो चाहिँ यहाँदेखि सोल्डेनको केडीको बन्डल जिबु गाइज। सोल्डेन को हेर्नुहुन्छ भन्नु है कमेन्टमा। केडीको बन्डल पनि हेर्न पाउँछ यसरी। केडीको बन्डल पनि छ, धेरै छ। केडीको बन्डल पनि कम छ र यसो हेर चाहिँ मलाई अगाडि भएर छ। यो बन्डल गाइजहरूमा फ्रीमा मिलेको, यो चाहिँ कहिलेको बन्डल मलाई थाहा छैन तर ठिकै छ, राम्रै देखिन्छ। केडीको बन्डल धेरै छैन। अब टोपी चाहिँ गाइज चेन्ज गरौँ है, यही ठिक छ, यसको यही ठिक छ गाइज। यहाँ टी सर्ट हेरौँ है। हो के हो प्लस नै छ यो गाइज। हावा लाग्छ मलाई। धेरै पढ्न कलेक्सन पनि छैन गाइज, के गर्ने र हराइसक्यो सब कलेक्सन नि। गाइज म युज गर्थेँ जहिले पनि, के गर्ने अहिले युज गर्दैन। अरू कुन छ र यस्तो खास, यो चाहिँ कुन बन्डल हो? यो पहिला कति बवाल थियो, अहिले साथै छैन। र यो पनि धेरै युज गर्थेँ, अहिले युज गर्दैन। यो रुपिजहरू यो थाहा छ सबैलाई, मलाई थाहा छ। पहिला गाइजहरू केटाकेटीको त्यो फ्रीमा मिल्थ्यो यार। यस्तो छ गाइजहरू। अनि यो चाहिँ राइसको बन्डल भन्छन्, मलाई हावा लाग्छ यार। यो पनि 600 छ यार,
तर मलाई यो चाहिँ लगाउने मन लाग्यो प्यान्ट यसको चाहिँ यो प्रब्लम छ यो बन्डल पुरानो थियो इन्कुबेटर त्यो पछि यसको प्यान्ट चाहिँ यही ससी छ यो चाहिँ कहिले प्यान्ट मिल्यो गाइस मैले घरमा कुकुर पालेको छु त्यही कुकुरसँग लाउँछ होला यसको यो प्यान्ट अब राम्रो देखिँदैछ ठिकै छ कलेक्सन कमी छैन त्यसै गाइस जुत्तामा यसलाई धेरै गर्छन् जस्तोले मलाई पनि यही ठिक लाग्छ यार वाइट सुज पनि छ सबै छ इमोटन नट दिस इमोटन इमोटन के हेर्ने यार सबै नर्मली छ है यसलाई कुन इमोट थियो एउटा कुन इमोट थियो भन्दाखेरि यहीँ ठिक छ यहाँ चाहिँ कुन इमोट थियो गाइस इमोट मिलाएर आउँछ है म गाइसहरू इमोटको कलेक्सन के देखाउने यार त्यो भने चाहिँ पुग्दैन र एउटा इन्डियन एप्सन जो फ्रीमै निस्केको थियो र स्किनमा के हेर्नुहुन्छ एउटा फ्रीको स्किल यसको फ्रीमा दिएको छैन यसको फ्रीमा दिएको थियो अनि यसको दिएको फ्रीमा यही स्किलको कलेक्सन ब्याकप्याक के हेर्नुहुन्छ आजको जमानामा सबै गाइस पुरानो छ नयाँ यहाँ छ तर मलाई चाहिँ सजिलो लाग्छ यार कहिले ब्यागमा फ्री मिलेको झुकेर गाइस के थियो थाहा भएन मलाई कलेक्सनमा गाइस यस्तै छ यो यस्तै छ यसको यस्तै छ त्यो पनि मलाई लाग्दैन यसको दुईटा छ जो म लगाउँदैन यसको यति छ कलेजमा किनमा आएको चाहिँ डरसम्म आएको जति सबै फ्रीकै छ भेकलमा उयो गर्दै पैसा हालेको भेकल हो त्यहाँ लगाउँदैछु यो चाहिँ यतिको हो यो चाहिँ यस्तो हो यो यस्तो यो चाहिँ मैले टपअप गरेको थिएँ यो फ्रीमा निस्केको नो डायमन्डमा यसको चाहिँ के लगाएको मैले यो लगाउनु अल मजा आउँछ नि यसको एउटा छ फ्रीकै यसको चारवटा छ तिनवटा छ यसमा चाहिँ यति हो यसमा के हेर्नुहुन्छ पुरानो भन्नु पनि छ नयाँ पनि छ यसमा के हेर्नुहुन्छ पुरानो पनि छ नयाँ पनि छ ब्याटरफिल्ड कार्ड यो मलाई हावा लाग्छ यो चाहिँ राम्रो लाग्छ पौडसम्म यति नै हो यो चाहिँ मैले भने दुइटा क्यामी छैन गाइस पेन्सको पहिले हावा लागेर बनाउन यसमा गाइस पुरानो जर्सी होला यो फ्रीको जर्सी यदि मैले एउटा जर्सी मिल्छ कुन अहिलेको यो होइन यहाँ एउटा फ्रीको जर्सी मिल्छ 300 अब गाइसहरू छन् गइरहेको छौँ गन कलेक्सन यो के लगाउनु गन कलेक्सन यसको 10वटा छ यो टेम्पर मिस 9वटा छ यसको 8वटा छ यसको 3टामा चाहिँ कसरी लाग्यो यार यो 3टामा कुन लगाउँ यो पनि पुरानो यो फेरि पुरानै हो यो चाहिँ पुरानोमा थाहा छ गोजाको पनि छ फार्मसको छ यसको 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 छ हुँदैन यसको छ यसको मिल्दै यसको छैन यसको म निकाल्छु यसको छ यति धेरै गर्नु हुन्छ यहाँ विगत यसको यति धेरै छ यसको एउटा यसको तिनवटा छ मसँग नमुना पनि यसो गाइस यो चाहिँ मलाई ठिक लाग्छ है दिवाली इभेन्टको यसको मसँग 3टा छ यसको 3टा मध्ये कुन लगाउँ यो टपअपमा निस्केको मेरो फ्रीमै निस्केको त्यो फ्रीमै मिलेको के हेर्नुहुन्छ यसको कति 5वटा रहेछ यार यसको 4वटा रहेछ यो त गाइस रियर हो यसको त इभो छ यार के हेर्नुहुन्छ इभो भएपछि पुगेन यसपासको गाइस यो पुरानो
क्लास 8 पासको यो मलाई यो के हेर्नुहुन्छ 4 स्ट्रोक गाइज यो मलाई अझै पनि याद आउँछ है यसको दुईटा छ दुई यो गाइज फेरि किसिममा निस्केको हो यो चाहिँ बुझ्नु यसको दुईटा छ यो थाहा छ सबैलाई यसको 5 वटामा यो निकाल्नु मन छ तर के पैसा छैन यसको दुईटा छ यसको 4 टारी छ यसको दुईटा छ यसको के कामै छैन नि गर्ने हटाउँदा नि भइहाल्यो त यसको एउटा छ पिस्टनमा यसको छैन डेजोको दुईटा काम छैन यसको यहाँ काम छैन यसको पनि काम छैन यसको त मसँग हिजोको राम्रो लाग्यो यो आइसकेर ठिकै छ यसको लागि मैले खालि 150 मिनट वेस्ट गरेको मिनिजको तीनटा छ यो चाहिँ फर्स्ट हो सबभन्दा लेजेन्डरी स्किनमा यो लाग्छ यो पाइसकेपछि यो लगाउँछु मेलामा 13 छ यसको 13 मा पनि सबभन्दा पपुलर त यही होला कान्छ यो छ सबभन्दा राम्रो भनेको 13 देखि त्यसरी के गर्ने यार त्यसो गाइस यो चाहिँ पुगिहाल्यो त कोरोनामा यो हो लेजेन्डरी साइडको 8 वटा छ यार कमरा यो चाहिँ कुन हो यो अहिले भर्खर फेरि मिलेको यसको सोइल्यान्ड गाइस मेरो फेभरेट ढुङ्गा हो त्यसमा एउटा फिस छ गिरेर 45 वटा कमरा सरहरूसँग सो 18 छ एउटा लेजेन्डरी वाल अरू सबै फ्रीको वाल के गर्ने अर्डरमा के छ अर्डरमा यसको रहेछ एउटा मसँग टोटल छ 322 बल पेन त्योमध्ये कुनै कुनै रियर छ गाइस यो चाहिँ रियर है यो चाहिँ रियर मान्छु म फ्रीमा मिलेको त्यसपछि एउटा यो छ अनि मिथिक 80 होला इपिक 80 होला इपिक मध्ये गाइस यो चाहिँ म मान्छु यो 1 2 3 4 रमा म मान्छु यसलाई चाहिँ म मान्छु यसलाई पनि मान्छु पुरानै हो रियरमा चाहिँ यो चाहिँ के हो रियर अनकमन भने कस्तो यस्तो र गाइस यो वर्षको मेरो अन्तिम भिडियो भनेको यही हो अब म 10 क्लासमा छु मैले पढ्नु छ लेख्नु छ काम गर्नु छ अनि भिडियो आउँदैन मस्तले सुन्नुहोस् बुझ्नुहोस् र हेर्नुहोस् र मसँग धेरै केही सबै छैन भन्नुको लागि र यो पाइने भेटा हुन्छ 400 सम्ममा 10,000 टपअप यतिमा अहिले मलाई कम हो र दिस इज माई फाइनल भिडियो अफ दिस इयर र हजुरहरू जसुकै भन्नुहोस् जसुकै गर्नुहोस् तर यो चाहिँ मेरो लास्ट भिडियो हुन गइरहेको छ यो वर्षको भन्न मिल्दैन म अझ हाल्छु है थ्याङ्क यू फर दिस भिडियो